पितालाई जोड्नु भयो। हे पिता, तपाईको इच्छा पूरा गर्नुहोस्, तपाईको इच्छा पूरा होस्। र तपाईलाई यो पास्टोरल सेवामा हामी जो कोठालो पर्नुको एउटा जिम्मेवारी पाउनु भएको छ गर्नु पिताको इच्छा हो। पास्टरले चाहिँ पिताको इच्छा, पिताको इच्छा। यसुले सामरी स्त्रीसँग वार्तालाप गर्दै हुनुहुन्थ्यो। उसको जीवनमा एउटा असल परिवर्तन आएको थियो। चेलाहरू आइपुगे खाना खाऊ भनेर, प्रभु यीशुले खाना खाइसके। त्यो उहाँको इच्छा के थियो भने आत्मा बचाउने, उहाँको गोठालो पर्नु, हराएकोलाई, नाश भएकोलाई, अस्तित्वमा नभएकोहरूलाई हामीले घिनाउने फोहोर यस्तो मान्छेसँग हामी मुख पनि हेर्नुहुन्न भन्छौँ नि मान्छे है, यस्तो मान्छे मुख हेर्नुहुन्न भन्नु। प्रभु यीशुले त्यस्तैलाई जीवन प्रदान गर्यो। यो हो गोठालोपनको एउटा विचार। मैले खाना खाइसकेँ, एउटा एकटा आत्मा परिवर्तन आयो। त्यो मात्र होइन, गाउँै उल्टेर आयो। सामरी स्त्रीको चाहिँ कथा छ। त्यसमा अगाडि मलाई पिताले इच्छा पुरा गर्यो। मैले यो सेवामा सुरु गर्नुभन्दा पहिला प्रभु तपाईँको इच्छा थाहा छ, तपाईँको इच्छा मलाई देखाउनु, तपाईँको इच्छा के छ, तपाईँको इच्छा के छ। मेरो एउटा मेरो हृदय कारणले भाइले अरू पनि प्रश्न होला। अहिलेलाई गोठालोभित्र गोठालोपन के हो, गोठालोपनको जिम्मेदारी के हो, गोठालोपन के विषयमा ध्यान दिनुपर्छ भन्ने विषयमा हामीले यहाँबाट तपाईँलाई जानकारी गराउँदैछौँ। यो रातको बलमा तपाईँको हाम्रो पिँढाहरू अहिले त होइन, मेरो उमेर 30-35 वर्ष, 40-45 वर्ष, 26-27 वर्ष। यो घुँडा टेकिकन प्राप्त गरेर त्यति बेलामा डाम पुरा यो पेन्सिलले रेखा परेको छ, जाँदा पछि